मैले काम पाएँ वाउ आयो गयो घरदेखि काम कामदेखि घर घरदेखि काम 200K सब्सक्राइबर्स एटलिस्ट एउटा न एउटा स्किल भयो भने बोकेर आउनु होला 25 लाखमा सबै हुन्छ हैन 5000 मात्र तिरेर आको हैन Hello and namaste सबैजनालाई welcome back to my YouTube channel. You are watching RC Vlogs. New day new vlog लिएर म फेरि पनि आइसकेको छु guys and I hope you all are doing great. I'm also doing great here हैन अनि एकदमै recent news भनेको चाहिँ this I broke my temper glass के भइराथ्यो भने म भिडियो बनाउन लागिरहेको थिएँ हैन अनि त्यसपछि फोन झर्यो के फोन झरेपछि यहाँनिर क्यामेराको साइडको यो टेम्पर ग्लास पनि यहाँनिर यस्तो केही पनि भएको थिएन अहिले चाहिँ अहिले निकाल्दा फेरि भएको हैन यो सबै क्र्याक यता यता मात्र क्र्याक भएको थियो अनि क्यामेराको यता साइडमा नि क्र्याक भएछ जसले गर्दा त्यो रिफ्लेक्सन लाइट आइराको थियो के त्यसैले मैले यो निकाल्दिए अनि अलिकति राम्रो आइराछ यो निकालेर चाहिँ गाइस आजको भ्लग चाहिँ बेसिकली हुन जाँदैछ मेरो यहाँको जर्नीको बारेमा यहाँको युनिको फी अनि रेन्ट अनि त्यसपछि अब इन्कम एक्सपेन्सेस सबै यो भिडियोमा चाहिँ त्यसकै बारेमा हुन जाँदैछ किन भन्दाखेरि मैले चाहिँ टिकटकमा त्यस्तो एक्सपेक्ट गरेको थिएन एक दुई जनाले चाहिँ सोधिरहनु हुन्थ्यो पहिला हैन किन भन्दा मैले QMU को ह्याशट्याग युज गर्थे QMU चाहिँ मेरो युनिभर्सिटीको नाम हो अनि QMU स्कटल्यान्ड UK को ह्याशट्याग युज गरेर भिडियोहरु हालिरहन्थे त्यसैले चाहिँ मलाई कति जनाले इनबक्समा सोधिरहनु भएको छ यो कति छ युनि फी अनि त्यहाँको रेन्टहरु कस्तो छ जब सब पाइन्छ कि पाइदैन यस्तै सानोतिनो कुराहरु सोधिरहनु भएको थियो सो त्यो चाहिँ म यो भिडियोमा कभर गर्नेवाला छु अनि यदि केही कुरा मिसिङ भयो भने चाहिँ फेरि पनि तपाईहरुले फ्रीली मलाई सोध्नु होला मलाई जति जे थाहा छ म चाहिँ यो भिडियोमा तपाईहरुलाई त्यतिको बारेमा चाहिँ ज्ञान दिने छु है त अनि गाइस अर्को कुरा भनेको चाहिँ मैले भ्लग नहाल्नुको कारण चाहिँ मेरो युनिभर्सिटी काम मैले काम पाएँ वाउ त्यही हो बिगेस्ट कुरा नै हैन ठुलो कुरा नै त्यही हो अनि काम पाएर चाहिँ मेरो एकदमै बिजी शेड्युल भइरहेको थियो अहिले चाहिँ मेरो भ्याकेसन भएको छ 2 महिनाको लागि जसले गर्दा चाहिँ अब म फ्री त हुँदिन हैन तर भ्याकेसनमा झन् काम गर्नुपर्ने हुन्छ यहाँको रुटिन चाहिँ त्यही हो बिहान उठ्यो काममा गयो आयो सुत्यो त्यही हो के काममै खाना पाइहाल्छ मेरो चाहिँ रेस्टुरेन्टमा काम भएर काममै खाना पाइहाल्छ यहाँ घरमा आएर खाना पनि पकाइरहनु पर्दैन आयो गयो घरदेखि काम कामदेखि घर घरदेखि काम यस्तो गयो घरदेखि काम कामदेखि घर घरदेखि काम आयो गयो घरदेखि काम कामदेखि घर घरदेखि काम भइरहेको छ मेरो चाहिँ हैन अहिले त्यही भएर भिडियो बनाइरहेको हुन्छ तर एडिट गर्ने टाइम हुँदैन थके लाग्छ आयो सुत्यो अनि भोलिपल्ट पनि बिहान उठ्यो हिँड्यो त्यस्तै भइरहेको छ तर यो भिडियो चाहिँ म राम्ररी बनाउने वाला छु अनि राम्ररी एडिट गर्ने छु त्यसैले लास्टसम्म हेर्दिनु होला माया गर्दिनु होला लाइक शेयर एन्ड सब्स्क्राइब गर्दिनु होला एन्ड गाइज ह्यापी न्यूज भनेको चाहिँ ह्यापी 200K सब्स्क्राइबर्स Happy 210 subscribers guys just kidding 200K छिटै होस् Okay. ढिलै होस् छिटै होस् तर हुन चाहिँ होस् हैन बिस्तारै बिस्तारै 0 देखि 200 सम्म आउनु नै मेरो लागि त ठुलो कुरा हो अब 0 सब्स्क्राइबर्स देखि 200 पुग्नु भनेको नै अब त्यो नै ठुलो कुरा हो नि त त्यसैले बिस्तारै 200 300 हुँदै धेरै धेरै हुँदै जाओस् अनि अर्को भनेको चाहिँ मैले चाहिँ काम पाइसकेको छु 2 महिना यहाँको 2 महिनामा काम पाएको हो मैले चाहिँ हैन 2 महिना ठ्याक्कै 2 महिनामा अगस्त 20 मा आएको म अनि त्यसपछि मैले सेप्टेम्बर अक्टोबर 20 तिर काम पाएको के ठ्याक्क 2 महिनामा काम पाएँ सो तपाईहरुलाई चाहिँ के भन्छु भन्दाखेरि काम पाउन चाहिँ अलि गाह्रो पनि सजिलो पनि आफुमा स्किल भयो भने चाहिँ अब स्किल चाहिँ लिएर आउनु होला बारिस्टा नेल सो केही पनि स्किल नहुनु भन्दा केही न केही स्किल हुनु चाहिँ बेस्ट राम्रो हो एटलिस्ट एउटा न एउटा स्किल भयो भने बोकेर आउनु होला अच्छा किनभने द्याट विल बी भेरी मच हेल्पफुल फर यु गाइज फर्स्ट स्टेपदेखि सेयर गर्छु मेरो जर्नी फर्स्ट स्टेप भनेको चाहिँ अब कुन ठाउँमा जाने हो भन्ने हो नि त मेरो चाहिँ म चाहिँ UK को स्कटल्यान्डमा छु सो म UK छु भन्ने बित्तिकै मान्छेहरूले चाहिँ लन्डनमा हो इङ्ल्यान्डमा हो भनेर सोच्छन् कि बट UK भनेको चाहिँ अब 4वटा कन्ट्रीले मिलेर चाहिँ UK भनेको हो हैन गाइज स्कटल्यान्ड इङ्ल्यान्ड वेल्स अनि नर्दर्न आयरल्यान्ड अनि यो 4वटा कन्ट्रीमा त UK को मात्र चाहिँ UK बेस्ट भिडियो हो यो BASED है भेरी बेस्ट हैन UK बेस्ट भिडियो हो हैन यो चाहिँ अरु कन्ट्रीको मलाई थाहा छैन यो चाहिँ मेरो पर्सनल एक्सपिरियन्स सेयर गरेर भन्न लागिरहेको छु
सो यो कन्ट्रीमध्ये अब कहाँ जाने किन भन्दाखेरि युकेमा चाहिँ तपाईँको ग्याप पनि एक्सेप्ट गर्छ नि त अनि अलि आइल्स विथआउट आइल्स पनि तपाईँहरू आउन सक्नुहुन्छ तर त्यो चाहिँ नआउनुहोस् भन्छु किन भन्दाखेरि फाउन्डेसनमा आउनुपर्ने हुन्छ अनि त्यसपछि फाउन्डेसनमा 1 वर्षको फी तिरेर आउनुहुन्छ तपाईँ सो फाउन्डेसनमा आउनेहरूलाई चाहिँ के भन्छु भन्दाखेरि यदि तपाईँको फाइनेन्सियल ब्याकग्राउन्ड स्ट्रङ छैन भने चाहिँ त्यसरी नआउनुहोस् बिकज यहाँ आएर एकदमै गाह्रो हुन्छ यदि फाइनेन्सियल स्ट्रङ छ भने चाहिँ मेरो फ्यामिली हेर्छ मलाई भन्ने छ भने चाहिँ त्यसरी आउनुहोस् फाउन्डेसनमा बट यदि होइन मेरो घरबाट पठाउन नै सक्दैन मैले यता काम पाइनँ भने घरबाट पठाउन सक्ने मेरो एबिलिटी छैन क्यापेबिलिटी छैन भने भन्नुहुन्छ भने चाहिँ नआउनु होला एकदमै गाह्रो भयो दुःख पाइन्छ गाइस त्यसरी आउँदा त्यही हो आइल्स पिटी के गर्ने भन्दाखेरि चाहिँ फर्स्टमा आइल्स गर्नु अब आइल्समा राम्रो स्कोर आएन भने पिटी गर्नु होला किनभने आइल्स अलिकति भए पनि तपाईँले आइल्स गर्नुभयो भने अरू कन्ट्रीहरूमा पनि त्यो युज हुन्छ नि त होइन यदि यता भएन भने अरू कन्ट्रीमा गर्दा पनि भयो पिटी सबै कन्ट्रीमा लिँदैन त्यसैले आइल्स गर्नु होला फर्स्टमा अनि त्यसपछि भएन राम्रो स्कोर आएन भने पिटी गर्नु होला अनि म चाहिँ छु युकेको स्कटल्यान्डमा के बोल्नलाई स्क्याट भन्नलाई गएको स्कटल्यान्डको मसलबर्गमा लोकेटेड क्विन मार्गरेट युनिभर्सिटीमा पढ्छु म चाहिँ जसको चाहिँ अब तपाईँहरूलाई यदि कन्सल्टेन्सी खोजिरहनु भएको छ भने चाहिँ म चाहिँ आएको हो बानेश्वरमा भएको IDECS कन्सल्टेन्सीबाट म चाहिँ त्यसको फेसबुकको पोस्ट यहाँनिर ल्याएर राखिदिन्छु अनि अर्को भनेको चाहिँ मैले धेरैबाट थाहा भएको भनेको चाहिँ QMUको चाहिँ पुतली सडकमा भएको काठमाडौँ अलायन्स भन्ने कन्सल्टेन्सीसँग चाहिँ डाइरेक्ट लिङ्क छ सो त्यहाँ पनि जान सक्नुहुन्छ त्यसपछि भनेको तपाईँहरूको आइल्स पिटी गर्नु भएपछि अब स्कोरमा डिटरमाइन गर्छ त म आएको युनिभर्सिटी QMU आउनको लागि चाहिँ तपाईँलाई ओभरअल नट लेस देन 5.5 चाहिने हुन्छ होइन 5.5 भन्दा तल 5 आयो भने चाहिँ तपाईँहरूलाई त्यहाँ एक्सेप्ट गर्दैन QMUले एटलिस्ट 5.5 आउनुपर्ने हुन्छ आइल्सको स्कोर अनि त्यसपछि आएपछि भनेको अब तपाईँको फर्स्ट स्टेप भनेको नै अफर लेटर मगाउने भयो अफर लेटर मगाएपछि NOC एप्लाई गर्ने भयो NOC पछि यताउता ब्याङ्कबाट क्यास लेटर मगाऊ भन त्यसमा चाहिँ ओभरअल मेरो चाहिँ नेपाली कुरा गर्ने हो भने ओभरअल 25 लाखमा सबै हुन्छ होइन 25 लाखमा तपाईँको सपिङदेखि लिएर टिकटदेखि लिएर अनि अल फीदेखि लिएर सबै कुरा 25 लाखमा नै कभर हुन्छ अनि मेरो फी चाहिँ कुरा गर्ने हो भने अरू युनिभर्सिटीमा फीहरू चाहिँ 14,000 15,000 16,000 पाउन्ड छ होइन गाइज मेरो फी चाहिँ जम्मा 9,250 पाउन्ड मात्र हो त्यसमा पनि मैले जम्मा 5,000 मात्र तिरेर आएको हो होइन विच इज द बेस्ट थिङ हामी जस्तोको लागि यदि फाइनेन्सियल ब्याकग्राउन्ड स्ट्रङ छैन भने चाहिँ तपाईँहरू 5,000 मात्र तिरेर आउन सक्नुहुन्छ तर यदि सक्नुहुन्छ सबै पैसा तिरेर आउन भने चाहिँ तिरेर आउनु होला बिकज त्यो एकदमै राम्रो हुन्छ एकदमै सजिलो हुन्छ सबै आनन्दै हुन्छ होइन अनि 5,000 मात्र तिरेर आउनु भएको छ भने चाहिँ तपाईँलाई यहाँ आएर मन्थली 8 महिनाको इन्स्टलमेन्ट लिनुपर्ने हुन्छ जसमा तपाईँले मन्थली 537 पाउन्ड तिर्नुपर्ने हुन्छ मन्थली 8 महिनासम्म तिर्नुपर्ने हुन्छ अनि फीको कुरा त्यही भइहाल्यो तपाईँहरूले त्यसरी मन्थली तिर्न सक्नुहुन्छ अब यहाँको रेन्टको कुरा गरौँ म चाहिँ एडिनब्रा चाहिँ सिटी हो स्कटल्यान्डको मेन सिटी त्यहाँबाट 2 घण्टा बसमा 2 घण्टा टाढा स्टर्लिङ भन्ने ठाउँमा बस्छु होइन यहाँ चाहिँ अलिकति पिसफुल छ त्यो एडिनब्रा चाहिँ अलिकति सिटी अलिकति बिजी एकदमै क्राउडेड छ यता चाहिँ एकदमै पिसफुल मलाई यस्तै इन्भाइरोमेन्ट मनपर्छ त्यसैले म यतै बसेको छु होइन पिसफुल एकदमै अनि यहाँको मान्छेहरू चाहिँ लास्ट हम्बल के गाइज यस्तो काइन्ड हुन्छ है यस्तो लाइक हेल्पफुल के जे रेडी हुने कि हेल्प गर्नको लागि अब बाटोमा यतिकै हिँड्दा पनि यस्तै स्माइल गर्ने अब ठुस्स परेर हिँड्दैन कि स्माइल गर्छ हाई भन्छ होइन अनि सबै त भन्दिनँ टिनेज हामी हामीभन्दा अलि सानो म त 20 लागिसकेँ गाइज होइन टिनेज एजहरूको हुन्छ नि त्यहाँ त्योवाला मान्छेहरू चाहिँ लास्टै रुड हुन्छ होइन यहाँतिरको चाहिँ लास्टै रुट छ किनभने यहाँ चाहिँ बच्चालाई लास्टै फ्रिडम दिएको हुन्छ अनि बच्चाले हामीलाई केही नराम्रो भन्यो भने पनि हामीले तिनीहरूलाई केही त्यो गर्न पाउँदैन कि लाइक जवाफ फर्काउन नि पाउँदैन अनि त्यसपछि पिट्न ओर्न त पाउँदैन अफकोर्स अर्काको बच्चालाई होइन आफ्नै आमा बाउले त पिट्न पाउँदैन जस्तो लागेको छ यहाँ एकदमै बच्चाहरूलाई चाहिँ लास्टै फ्रिडम छ कति वर्षको एजसम्म चाहिँ अनि त्यसपछि चाहिँ उनीहरू बिस्तारै अलिकति म्याच्योर हुँदै आएपछि चाहिँ एकदमै बुझ्ने एकदमै हेल्पफुल हुन्छ मलाई यहाँको एकदमै मन परेको भनेको नि यहाँको मान्छेहरू हो होइन यस्तो हम्बल के यस्तो स्विट हुन्छ त्यही भएर एकदमै मनपर्छ यहाँको मान्छेहरू चाहिँ अनि रेन्टको कुरा गर्ने भन्दाखेरि एडिनब्रामा मेरो साथीहरूले चाहिँ मन्थली सेयरिङमा बस्ने हो यहाँ आएर अब तपाईँ एउटा सिङ्गल रुममा एक्लै बस्छु भनेर भन्नुहुन्छ भने अब त्यो छुट्टै कुरा हो तर यदि पैसा जोगाउ अभियानमा हुनुहुन्छ भने चाहिँ मस्टली सेयरिङमा बस्ने हो जहाँ बसे पनि अनि अपार्टमेन्टहरू हुन्छ त्यसमा एउटा किचन अनि बाथरुम अनि लिभिङ रुम चाहिँ सेयरिङ हो अरू नै अब
फ्ल्याटमा जो छ हैन फ्ल्याटमेटहरुसँग शेयर गर्नुपर्ने हुन्छ अनि रुममा पनि तपाई एक्लै बस्ने भए चाहिँ मिनिमम तपाईले मन्थली 500 to 600 पे गर्नुपर्ने हुन्छ अब दुई जना बस्नु भयो भने 250 डिवाइड भयो नि त 250 300 जति पे गर्नुपर्ने हुन्छ त्यही हो मन्थली बेसिसमा पे गर्छु मैले चाहिँ इन्क्लुडिङ अल बिल्स मेरो जम्मा 250 हुन्छ मन्थली अनि यही भइहाल्यो रेन्टको कुरा गर्ने हो भने अब अर्को भनेको जब पाउन कतिको सजिलो छ रेफरेन्स भयो भने जब आकै भोलिपल्ट पाइन्छ रेफरेन्स छैन भने एकदमै गाह्रो हुन्छ यहाँनिर चाहिँ तपाईको सीवी भन्दा पनि रेफरेन्समा भर पर्छ अनि सीवी को कुरा गर्दा फेरि चाहिँ सीवी चाहिँ प्लिज राम्रो बनाएर आउनु होला यूके बेस्ट सीवी बनाएर आउनु होला एकदमै सिम्पल एकदमै तपाईको त्यसमा एक्सपिरियन्स देखियोस् तपाईको स्किल देखियोस् हैन त्यो धेरै कुरा हालिरहनु पर्दैन एकदमै सर्ट एन्ड सिम्पल जसमा तपाईको त्यो हेर्दा फेरि ठ्याक्क यसमा यसको स्किल यो रहेछ यति एक्सपिरियन्स रहेछ भनेर त्यो ठ्याक्क देखियोस् के त्यस्तो धेरै अनि बोर्डर सोर्डर यताउति केही हाल्नु पर्दैन सिम्पल तपाईको नेम एड्रेस त्यसपछि अनि त्यही स्किल एक्सपिरियन्स हाल्ने हो सीवी चाहिँ एकदमै राम्रो बनाएर आउनु होला अनि सिभिङमा चाहिँ अब तपाईहरुले मोस्टली यहाँ पाउने काम भनेको चाहिँ हाउसकिपिङ हो त्यो सीवीमा इन्क्लुड गर्नु होला अब एक्सपिरियन्स भए पनि नभए पनि बढाइ चढे अलिकति मिलाएर एक्सपिरियन्स छ हाउसकिपिङको भनेर हाल्नु होला अनि त्यसपछि अर्को भनेको तपाईहरुले यहाँ क्लिनिङमा जब पाउनुहुन्छ मेन भनेको हाउसकिपिङ क्लिनिङ हैन यो चाहिँ एनआई वाला जब भन्दै छु है गाइज मैले 20 आवर्स स्टुडेन्टहरुले चाहिँ यहाँ 20 आवर्स मात्र काम गर्न पाउँछ अनि बिदामा चाहिँ 40 आवर्स काम गर्न पाउँछ सो यो चाहिँ मैले 20 आवर्स कामको लागि भन्दै छु लिगल कामहरु भनौं न एनआई वाला काम त्यसमा चाहिँ तपाईहरुले मोस्टली पाउने भनेको नि हाउसकिपिङ हो एडिनब्रामा जानुभयो भने चाहिँ मोस्टली हाउसकिपिङको जब इजिली नै पाइन्छ अनि हाउसकिपिङ क्लिनिङ भयो अरु भनेको त के पाइन्छ तपाईहरुले अनि यस्तै टेस्कोहरु हैन टेस्को अनि त्यसपछि लिडियल सेन्सबेरीहरु चाहिँ यो हाम्रो नेपालको बिग मार्ट जस्तो हो त्यस्तोमा काम पाइन्छ त्यसको लागि पनि अलिकति रिटेलको अनि रिटेल एक्सपिरियन्स हाल्नु होला त्यसमा अनि तपाईहरुसँग अरु भनेको के पाउनुहुन्छ त्यस्तै प्राइमार्कहरु यस्तो क्लोथिङ स्टोरहरुमा पनि तपाईहरुले जब पाउन सक्नुहुन्छ त्यो चाहिँ तपाईले वेबसाइटमै गएर एप्लाई गर्नुपर्ने हुन्छ अनि एउटा एप भनेको चाहिँ इन्डिड एप हाल्नु होला त्यसमा चाहिँ जबहरु तपाईले एप्लाई गर्दै त्योबाट चाहिँ जब पाइन्छ हैन अब एप्लाई चाहिँ टन्नै गर्नुपर्छ मैले पनि आको 2 महिनामा 100 भन्दा बढी लाइक दिनमै मैले एक दिनमै एप्लाई गर्थे के 20-25 वटा अनि त्यो मध्ये मैले 2 महिनामा दुईटा इन्टरभ्यु दिए एउटा इन्टरभ्युबाट मलाई रिजेक्ट गरिदियो अर्को इन्टरभ्युबाट इमेल आएन यहाँ चाहिँ एकदमै कमन हो गाइज हैन तपाईले के भन्छ एप्लाई हान्नुस् इमेल तपाईको 2-3 महिनापछि मेरो अझै पनि इमेल आइराको छ कुनैबाट रिजेक्ट भनिरहेछ कुनैबाट इन्टरभ्यु एट दिस टाइम भनिरहेको छ बट अब त मैले जब पाइसके नि त अनि त्यही भएर एकदमै राम्रो भएको छ जब पाउन त्यति गाह्रो पनि छैन त्यति सजिलो पनि छैन तपाईसँग स्किल भयो भने चाहिँ जब पाइन्छ नपाइने त होइन बट आउन साथ चाहिँ अब मैले जब पाउँछु आउन साथ मैले घरमा पैसा पठाउँछु काम गरेर भन्ने यो मेन्टालिटी चाहिँ लिएर नआउनु होला किनभने त्यस्तो सोचेको जस्तो चाहिँ हुँदैन तपाईले यहाँ पाएको जबले तपाईलाई जब नपाउनु चाहिँ त गाह्रो नै छ हैन पाएपछि चाहिँ तपाईको मिनिमम पनि 250-200 जति तपाईको वीकली बेसिसमा पे गर्छ त्यो गर्दा फेरि तपाईलाई रेन्ट फी अनि इलेक्ट्रिसिटी बिल अनि आफ्नो ग्रोसरी यतिमा नै ठिक्क हुन्छ तपाईले घर पठाउँछु म त यस्तो उस्तो भनेर सोच्नुहुन्छ भने चाहिँ त्यो चाहिँ अलिकति पुग्दैन आउन साथै यो कुरा चाहिँ आफ्नो प्यारेन्ट्सहरुलाई पनि भनेर आउनु होला अब सबैजनाले आफ्नै पैसा हालेर आएको हुँदैन लोनमा आएको हुन्छ ब्याज तिर्नुपर्ने हुन्छ किस्ता तिर्नुपर्ने हुन्छ अनि घरमा अलिकति भए पनि एक्सपेक्टेसन हुन सक्छ हैन जस मेरो घरमा चाहिँ यस्तो कुरा छैन जस आफ्नो लागि गर फर्स्टमा आफ्नो लागि पुराउ अनि त्यसपछि भयो भने मात्र यता गर आफ्नो लागि हेर भनेर भन्नुहुन्छ हैन यतिको लाइक सपोर्टिभ फ्यामिली भएन भने चाहिँ अलिकति गाह्रो पनि पर्छ यहाँ आएर है गाइस त त्यो भएर यो कुरा चाहिँ आफ्नो प्यारेन्ट्सहरुलाई अगाडि नै भन्नु होला जानसाथ मैले पैसा पठाउन सक्दिन उल्टे मलाई पैसा पठाउन सक्नुपर्छ के भन्न लाग्यो उल्टे मलाई पैसा पठाउन सक्ने अवस्था आउन सक्छ भनेर पनि क्लियर गर्नु होला किन भन्दा फेरि यदि जब 2-3 महिना मैले त 2 महिनामा पाएको हो हैन जस मैले अलिकति पैसा लिएर आएको थिए त्यो पैसाले मलाई पुग्यो अनि यहाँ
अब तपाईँको रिलेटिभ्स छ अलिकति एकदमै मिल्ने रिलेटिभ्स, तपाईँलाई एकदमै हेल्पफुल रिलेटिभ्सहरू छ भने त त्यो भइहाल्यो। कोही रिलेटिभ्स त हुन्छ नि अब समय आएपछि सबैले आफ्नो रूप देखाउँछ, त्यही भएर कसैमाथि पनि डिपेन्ड भएर नआउनु होला। कन्सल्टेन्सीले त तपाईँलाई भन्छ अब है जानासाथ काम पाउँछ अनि घरमा पैसा पठाउने यस्तो यस्तो भनेर आउँछ, बट त्यस्तो हुँदैन है। यहाँ आएपछि एक्सपेक्टेसन भर्सेस रियालिटी हुन्छ, त्यसको लागि मेन्टली चाहिँ प्रिपेयर भएर आउनु होला। बिकज अप्स एन्ड डाउन्सहरू धेरै नै फेस गर्नुपर्ने हुन्छ। जब पाइँदैन, त्यसपछि अलिकति डिप्रेस भइन्छ, स्ट्रेस हुन्छ होइन, अब मैले जबै पाएको छैन के गर्ने कसो गर्ने भनेर। अनि अर्को बेस्ट कुरा भनेको चाहिँ इफ यु आर अन्डर 22 तपाईँहरूको चाहिँ ट्राभल फ्री हुन्छ। तपाईँहरूले चाहिँ यङ स्कट भन्ने एउटा कार्ड पाउँछ, त्यसले चाहिँ तपाईँले स्कटल्यान्डभरि जति नै बसमा ट्राभल गरे पनि फ्री हुन्छ, नो कस्ट होइन गाइज। सो द्याट इज अ गुड पोइन्ट, किन भन्दा फेरि यहाँ ट्राभलमा पैसा जोगाउन सक्यो भने पनि धेरै नै सजिलो हुन्छ। त्यही हो, जहाँ गए पनि दुःखै गरेर खाने हो होइन गाइज। अब तपाईँ अस्ट्रेलिया गए पनि त्यही हो, युएसए गए पनि त्यही हो, यहाँ युके आए पनि त्यही हो। अब आफू चाहिँ अलिकति मेन्टल्ली प्रिपेयर भएर आउनु होला। फ्यामिलीबाट अलिकति सपोर्ट मलाई चाहिन सक्छ है, वहाँ जान साथ मैले गर्न सक्दिनँ होला 2-3 महिनासम्म, त्यतिन्जेल मलाई सपोर्ट गर्नुपर्छ भनेर फ्यामिलीलाई अगाडि नै भनेर आउनु होला। मेरो चाहिँ यहाँ साथीहरू थियो पहिल्यैबाट, त्यही भएर मलाई एकदमै सजिलो भयो होइन। त्यस्तो तपाईँहरूको छैन भने चाहिँ 500 पाउन्ड भनेको तपाईँको नेपाली 1 लाख जति हुन्छ, अझ लिएर आउनुपर्छ होला 500, किनभने यहाँ तपाईँले डिपोजिट पनि तिर्नुपर्ने हुन्छ रेन्टको। त्यो चाहिँ तपाईँले लास्टमा रुम सरेर जाने बेला पाउनुहुन्छ। डिपोजिट चाहिँ नर्मली 500 हो, त्यो डिपेन्ड गर्छ, कसैले 500-600 माग्छ। मैले चाहिँ यहाँ मैले र दिदीले तिरेको थियौँ होइन, 207 खै कति जे होस् 300 भनौँ न, 300 हामीले तिरेको थियौँ डिपोजिट। त्यो चाहिँ तपाईँको पछि पैसा फिर्ता आउँछ घर सरेर जाने बेला। अनि त्यो डिपोजिटको लागि पनि पैसा लिएर आउनु होला, 2-3 महिनालाई पुग्ने रेन्टको पैसा लिएर आउनु होला, आफूलाई खाना पुग्ने ग्रोसरीको लागि पैसा लिएर आउनु होला। ग्रोसरी चाहिँ एकदमै सस्तो छ यहाँ, सबैभन्दा सस्तो चाहिँ मलाई टेस्को भन्दा पनि लिडलमा लाग्यो। लिडलबाट तपाईँहरूले चाहिँ ग्रोसरीहरू लिएर आउनु होला, त्यहाँनिर एकदमै सस्तो पाइन्छ। अनि रिडक्सनमा राखेको बेला त्यो सामानहरू चाहिँ उठाइहाल्नु होइन, यति हाफभन्दा हाफ प्राइसमा पाउनुहुन्छ रिडक्सनमा चाहिँ। त्यसको चाहिँ डेट एक्सपायर हुन लागेको आइटमहरू हो, त्यो चाहिँ अब तपाईँले ल्याएर डेट एक्सपायर हुनुभन्दा अगाडि नै खान सक्नुहुन्छ। त्यही हो गाइज, त्यति गाह्रो पनि छैन। अब गर्न सक्नेलाई जहाँ पनि छ, गर्न नसक्नेलाई जहाँ गए पनि हुँदैन। त्यसैले आफूमा अलिकति कन्फिडेन्स लिएर आउनु होला। कन्फिडेन्स इज द की फर एभ्रिथिङ, म त्यही भन्छु। मैले त कन्फिडेन्सले पनि जब पाएको हो भन्छु यो जब चाहिँ होइन। अब मैले चाहिँ के गरेँ भन्दाखेरि डोर टु डोर पनि गएँ। यहाँ आएर चाहिँ लजाउने काम चाहिँ छोडिदिनु होला प्लिज, डोर टु डोर जानै पर्ने हुन्छ, किनभने तपाईँलाई एनआईको जबले पुग्दैन। डोर टु डोर चाहिँ रेस्टुरेन्टहरूमा जानु होला, नेपाली, इन्डियन, चाइनिज रेस्टुरेन्टहरूमा, त्यहाँ चाहिँ तपाईँलाई एनआई बाहेक अर्को काम पनि दिन्छ। अनि कुहिरेकोमा चाहिँ एनआई बाहेक अर्को काम दियो भने चाहिँ प्लिज नगर्नु होला, बिकज तिनीहरूले चाहिँ जति बेला पनि फसाइदिन सक्छ। त्यसैले चाहिँ एकदमै होसियार हुनु होला। तपाईँहरूले क्यासको काम गर्नुहुन्छ भने चाहिँ होसियार हुनु होला। तर मैले चाहिँ 40 आवर्स, अहिले भ्याकेसनमा 40 आवर्स नै एनआईको जब पाएँ, अनि त्यसपछि कलेज लाग्दा पनि 20 आवर्स नै एनआईको जब पाएको छु। त्यसैले एकदमै सजिलो छ मेरो लागि चाहिँ। के भन्छ 2 दिन मात्र पढाइ हुन्छ होइन, मेरो चाहिँ ट्युजडे र थर्सडे हुन्छ, अरू दिन चाहिँ म काममा जान्छु, 1 दिन बिदा बस्छु। अनि त्यही भएर 2 दिन मात्र, अरू कलेजहरूमा चाहिँ 3-4 दिनै हुन्छ, जसले गर्दाखेरि अब एज ए इन्टरनेसनल स्टुडेन्ट त्यो हुँदाखेरि चाहिँ तपाईँहरूलाई जब गर्नलाई अलिकति टाइम पुग्दैन। सो क्विन मार्गरेटमा आउनुभयो भने चाहिँ जम्मा 2 दिन पढाइ हुन्छ, त्यो मास्टर्सको होस् या ब्याचलर्सको होस्। अनि अर्को यो फिल्म एन्ड मिडियामा आउनुभयो भने चाहिँ 3-4 दिनै पढाइ हुन्छ जस्तो लागिरहेछ मलाई। मेरो कोर्स चाहिँ बिजनेस म्यानेजमेन्ट विथ एनालाइटिक्स हो, 4 वर्षको कोर्स हो ब्याचलरमा होइन। अनि तपाईँहरू पनि यदि ब्याचलरमा आउन खोज्दै हुनुहुन्छ भने चाहिँ अब ब्याचलरमा चाहिँ सकेसम्म नआउनु नै भन्छु, बिकज 4 वर्ष पढ्नुपर्छ यहाँ। अनि त्यतिन्जेल तपाईँको सेभिङ भन्ने नै हुँदैन कि, किन भन्दाखेरि अर्को वर्षको लागि फी जम्मा गर्नु पर्यो, अर्को वर्ष गर्दै कमाएको पैसा फी जम्मा गर्दैमा ठिक्क हुन्छ, फी तिर्दैमा ठिक्क हुन्छ, घर पठाउन ओर्न, त्यस्तै हो। सेभिङ भन्ने कुरा त्यस्तै हो। अनि मास्टर्समा आउनुभयो भने चाहिँ धेरै नै सजिलो हुन्छ, बिकज तपाईँको जम्मा 1 वर्ष, 1.5 वर्ष, 2 वर्ष हेरी कोर्स हेरी
त्यति मात्र हुन्छ तपाईँको पढाइ अनि त्यसपछि तपाईँले काम गर्न सक्नुहुन्छ मजाले। PSW चाहिँ 18 महिना मात्र छ, अहिलेलाई 18 महिना घटाएको छ गाइस, 2 वर्ष थियो 18 महिना मात्र पाउँछ अहिले। तर तपाईँले त्यो बिचमा स्पोन्सरसिप पाउनुभयो भने चाहिँ एकदमै राम्रो कुरा। अनि अब त्यो तपाईँमा डिपेन्ड गर्छ होइन, यहीँ सेटल हुने कि के हुने भनेर, त्यो भनेको पछिको कुरा हो। अहिलेलाई चाहिँ यति नै गाइज, थ्याङ्क यू फर वाचिङ, होप दिस भिडियो वाज लिटल इन्फर्मेटिभ। अरू पनि केही कुरा छ भने तपाईँहरूले मलाई फ्रिली सोध्न सक्नुहुन्छ। यो भिडियोमा मैले अब सबै कुरा कभर गरेँ कि नै त थाहा छैन, तर मलाई जति जे थाहा थियो त्यो चाहिँ मैले भनेको छु। अब यो बाहेक पनि अरू केही छ तपाईँहरूलाई जिज्ञासाहरू भने चाहिँ मलाई फ्रिली सोध्नु होला गाइज। थ्याङ्क यू फर वाचिङ, होप यु लाइक इट, होप यु इन्जोय इट, होप दिस वाज informative. Like, share and subscribe. See you in next vlog. Bye bye.